कस्तो अचम्म, राजीनामापछि लामो जिब्रो निकाल्दै भागे प्रधानमन्त्री। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएको केही समयपछि एक अनौठो तरिकामा संसदबाट बिदाई लिएका छन्। उनले संसद भवनबाट बाहिर निस्कदा लामो जिब्रो बाहिर निकाल्दै सँगै आफ्नो कुर्सी हातमा लिएर रमाइलो तरिकामा बिदाई लिएका हुन्। यस घटनाले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। क्यानाडाको संसदीय परम्परा अनुसार सांसदलाई संसदबाट बाहिर निस्कदा आफ्नो कुर्सी लिएर जाने अनुमति प्राप्त हुन्छ। यस परम्पराको समर्थन गर्दै टोरन्टो सनका राजनीतिक स्तम्भकार ब्रायन लिलीले ट्विटरमा पोस्ट गर्दै यसलाई एक महान परम्परा भनेर उल्लेख गरेका छन्। उनले भने, जब कुनै सांसद संसदबाट बाहिर निस्कन्छ उसलाई आफ्नो कुर्सी साथ लिने अनुमति हुन्छ र मलाई यो परम्परा महान लाग्छ। ट्रुडोले आफ्नो अन्तिम सम्बोधनमा भने, पछिल्ला 10 वर्षमा हामीले मध्यम वर्ग र त्यसमा समावेश हुन चाहनेहरूको लागि गरेको कार्यमा म गर्व महसुस गर्छु। उनले थपे, हामी सबैको जिम्मेवारी हो कि क्यानाडा संसारको सबैभन्दा राम्रो देश बनिरहोस्।